हामी एकअर्कामा फेरि पनि त्यो सङ्गतिमा जोडिनको लागि हामीलाई परमेश्वरले यो साँझ हामीलाई मौका दिनुभएको छ। हामी अति नै खुसी छौँ किनकि उहाँको योजना हाम्रो निम्ति सधैँभरि बेटर नै रहन्छ। सधैँभरि हाम्रो निम्ति उहाँले भलाइ नै रुचाउनुहुन्छ किनकि उहाँले हामीलाई माया गर्नुभएको छ, उहाँले हामीलाई प्रेम गर्नुभएको छ है। आज हामी परमेश्वरको जीवित वचनलाई हेर्न गइराखेका छौँ अनि मैले धेरै दिन अगाडिदेखि नै यो मेरो वचनको भारलाई मैले पाइराखेको थिएँ अनि बेसी बिजी भएको कारणले गर्दाखेरि हामीले हालैमा सङ्गति गऱ्यौँ अनि बिजी नै थियौँ, व्यस्तता थियौँ है। त्यसले गर्दा वचनलाई तयार गर्न मैले पाइराखेको थिइनँ अनि 2 हप्ता अगाडि सायद 2 हप्ता अगाडि होला पूर्णले मलाई चर्चको चाबी दिँदै गर्दाखेरि मलाई एउटा प्रकाश भएको थियो है। यही चाबी छ है, चर्चको मलाई चाबी दियो, तिमी राख एउटा चाबी भन्दै गर्दाखेरि मलाई यहाँबाट एउटा प्रकाश आयो। त्यति बेला नि मैले चर्चको चाबी पाउँदै गर्दाखेरि नि मैले अधिकारलाई प्राप्त गर्दै थिएँ। म एनी टाइम चर्चमा म कोही नहुँदा पनि म चर्चमा गएर चर्च खोलेर मैले प्रेयर गर्न सक्छु, चर्चलाई मैले मिलाउन सक्छु, चर्चलाई मैले हेरचाह गर्न सक्छु। अनि यो चाबीबाट मैले धेरै प्रकाशहरू पाइराखेको थिएँ। अनि मैले मनन गर्दै जाँदाखेरि मलाई उत्पत्तिको मत्ती 16:19लाई कसैले पढिदिनुहोस् न। त्यहाँ अति नै मिठो कुरा लेखेको रहेछ है। त्योबाट हामी केही क्षण हामी विश्लेषण गर्नेछौँ। मत्ती 16:19लाई हामी हेर्नेछौँ। म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु। जे तिमीहरूले पृथ्वीमा बाँध्छौ सो स्वर्गमा बाँध्नेछौ, औ जे तिमीहरूले पृथ्वीमा पुकार्ल सो स्वर्गमा पुकार्नेछौ। हामीले चाहिँ कहाँको चाबी पाएको रहेछौँ? स्वर्गको। अति मिठो कुरा है। मलाई यहाँबाट साह्रै खुसी लाग्यो। हामीले स्वर्गको साँचोहरू पाएका व्यक्तिमा हामी चाहिँ म तिमीहरूलाई स्वर्गको साँचोहरू दिँदैछु। तिमीले पृथ्वीमा जे पनि बाँध्छौ त्यो स्वर्गमा बाँधिनेछ, पृथ्वीमा तिमीले जे पनि फुकाउँछौ त्यो स्वर्गमा फुकाइनेछ। हामीले चाहिँ परमेश्वरले एउटा अधिकार दिनुभएको छ। स्वर्ग खोल्न सक्ने परमेश्वरले तपाईँ नि मलाई चाहिँ त्यो चाबी दिनुभएको छ। स्वर्गमा कति बहुमूल्य कुराहरू तपाईँ नि मेरो निम्ति परमेश्वरले राखिदिनु भएको छ, ताकि हामीले त्यो चाबी प्रयोग गर्न सकेको छैनौँ होला। अनि यो पूर्णले मलाई यो चाबी दिँदै गर्दाखेरि नि मैले अधिकारलाई प्राप्त गर्दै थिएँ। आज पूर्णले मलाई यो चाबी दिने योग्यको म चर्च खोल्न सक्ने मलाई पूर्णले सोचेर त मलाई दियो नि। म लथालिङ्गे म चर्चै नआउने व्यक्ति, म कहिले पनि चर्च उपस्थित नभएको भनेको उसले मलाई चाबी दिँदैन थियो चर्चको। सायद उसले चाबी एउटा रङ कन्सेप्टको हुनसक्छ, उसले यसले आएर चर्च बिगार्छ, त्यो कन्सेप्ट पनि दिन सक्छ। तर मैले चाबी प्राप्त गर्दै गर्दाखेरि यो मान्छेले मलाई चर्चको लागि एउटा चाबी दिँदैछ, तर चर्चमा एउटा मलाई अधिकार पनि दिँदैछ भन्ने कुरा नि। अन्त हामीलाई चाहिँ परमेश्वरले नि मत्ती 16:19मा साह्रै मिठो कुरा, परमेश्वरले स्वर्गको चाबीहरू म तिमीलाई दिँदछु। हामीले चाहिँ चाबी पाएका छौँ स्वर्गको।